दाउरे र बन्जरोको कथा। त्यसो त दाउरे र बन्जरोको कथा हामी सबैले सुनेका नै छौँ। आज म त्यस कथाको त्यो अधुरो रहन गएको कथालाई बताउन गइरहेको छु। ध्यानपूर्वक सुन्नुहोला। दाउरेको इमान्दारिताबाट प्रभावित भएर देउताले दाउरेलाई सुन चाँदीको बन्जरो दिएको खबर गाउँभरि फैलियो। यो कुरा त्यही गाउँका लोभी दाउरेले पनि सुन्यो र ऊ सरासर बन्जरो बोकेर त्यही नदीतिर लागे। उसले पनि केही समयसम्म रुख काटे वा काट्ने जस्तो अभिनय गरे। वरिपरि कोही नदेखेपछि उसले जोरसित बन्जरोलाई पोखरीमा रिसरी फालिदिए। अब ऊ जोरले रुन कराउन थाले, तर घन्टौसम्म पनि रोइ कराइ गर्दा देउताले दर्शन नदिएपछि लोभी दाउरेलाई उठ्नसम्म रिस उठ्यो। ऊ सिधै घरमा गए अनि पानी तान्ने मसिन ल्याएर त्यो पोखरीको सबै पानी फ्याँकिदिए। घन्टौसम्म रोइ कराइ गर्दा पनि दर्शन नदिने त्यो नाथे देउतालाई सबक सिकाउनै पर्छ भन्दै पोखरीमा छिरेका मात्र के थिए। लोभी दाउरेले देखेछ कि देउता त उसले अघि नै जोरसँग रिसले फ्याँकेको बन्जरोले लागेर पोखरी बिचमै ठहरे परेका रहेछन्। र हजुरहरूलाई कस्तो लाग्यो मेरो दाउरे र बन्जरोको कथा? प्रतिक्रिया दिनुहोला अनि सेयर अनि सब्सक्राइब गरिदिनु होला। अनि दाउरे र बन्जरोको पार्ट 3 पनि सुन्नु मन छ भने कमेन्टमा लेखिदिनु होला है।